हेलो सबैजनामा नमस्कार। हजुरहरूलाई म एउटा सानो लहरा प्रजातिको एउटा फल चिनाउन गइरहेको छु। यसलाई चाहिँ हाम्रो नेपाली भाषामा यसलाई गुजरगानो भन्छ। यो प्राय तपाईको पहाडी एरियातिर प्रशस्त मात्रामा पाइन्छ। अहिले त तपाईको औषधिको रूपमा त्यति साह्रो पाइँदैन। यो सेतो, पहेँलो, रातो जम्मा 4 प्रकारको हुन्छ, तर 4 प्रकारमा कालो चाहिँ पाइँदैन। कालो चाहिँ अति नै दुर्लभ नभेटिने भएकोले यो 3वटा प्रजातिलाई चाहिँ मान्यता पनि दिएको छ। साथसाथै यो लहरा हेरिहाल्नु, यसको पत्ता यस्तो हुन्छ, डोलो पत्ता हुन्छ, यसलाई गुजरगानो भनिन्छ। अब यसको फल चाहिँ यहाँ हुन्छ, यो गुजरगानो। अब यो तपाईको अति आवश्यक चिजमा पर्न जान्छ। जस्तो हजुरहरूलाई जन्डिस छ, धेरै लामो पुरानो जन्डिस छ भने यो खान सक्नुहुन्छ। हजुरहरूलाई पाइल्स छ, ब्लड जाने छ, ब्लड गइरहन्छ, पाइल्स फिसर भएको छ, फिस्टुला जस्तो मासु पलाएको छ भने तपाईको यो प्रयोग गर्नुहोस्। यो प्रयोग गरेको लगभग 15 दिनमा यसले रिजल्ट दिइहाल्छ। यो अति नै आवश्यक चिज हो। यो हतपति पाइँदैन अहिले। यो चाहिँ मैले घरमै ल्याएर रोपेको भएर तपाईहरुलाई मैले यो जानकारी गराएको। यो धेरै राम्रो चिज हो। तपाईहरुलाई पाइल्स यसले 15 दिन खाँदाखेरि एकदम निर्मूल बनाउँछ। तर यसको खाने कोर्स चाहिँ तपाईको लगभग 3 महिना हो। धन्यवाद।